आज बिहान बिहान मम्मीको रुम गयो र त्यहाँ मम्मी नै हुनुहुन्थेन र करेन्ट खाँदा यस्तो पिरो भयो गाइज। हेलो गाइज, स्वागत छ मेरो फेरि पनि नेक्स्ट ब्लगमा, डे ब्लगिङको डे 5 ब्लगमा स्वागत छ। अनि बिहान उठेर म चिया खाएर म लागे हातमुख धुन र ब्रस गर्न। बिहान बिहान घाम ताप्दै हातमुख धुन र ब्रस गर्न क्या मजा आउँछ क्या गाइज। अनि हातमुख धोएर र ब्रस गरेर म बाहिर बसिरहेको थिएँ। दाइले खाना खाना आइज भन्नुभयो। अनि खाना खाइसकेपछि म लागे मम्मीको रुमतिर जान। मम्मीको रुम कता भनेपछि बानेश्वरतिर क्या गाइज। अनि केही काम परेर म जान लाग्यो। अनि त्यसपछि म नि पुगेँ मम्मीको रुममा पुगेको त मम्मी नै हुनुहुन्थेन क्या गाइज। अनि त्यसपछि म मम्मीलाई कुरेर अलिकति रुम नि मिलाइदिउँ भनेर मिलाएँ। अनि त्यसपछि 4 नि बजिसकेको थियो। खाजा के खाने भनेको त अब करेन्ट नै खानु पर्यो भनेर करेन्ट बनाएर टक्क लाएर खान बसेको। अनि करेन्ट खाँदा यस्तो पिरो हुन्छ भनेर सोच्दैन थिएन क्या गाइज। कस्तो पिरो भइदिएर। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।